भर्खरै मात्रै बङ्गलादेशमा एउटा दुःखलाग्दो घटना घटेको छ, जुन चाहिँ बङ्गलादेशको राजबाडीमा यात्रु बोकेको बस फेरि चढ्ने क्रममा तल नदीमा खस्दाखेरि 18 जनाको ज्यान गएको छ र धेरैले चाहिँ भने त्यहाँबाट पौडी खेलेर आफ्नो ज्यान बचाएको छ भने धेरै बसभित्रै फसिएको भन्ने पनि पुष्टि भएको छ र उद्धार टिमहरू आएर त्यहाँबाट बसभित्रबाट धेरै मात्रामा शवहरू निकालिसकेको छ र अझै धेरै बसभित्र नै छ भन्ने पनि एउटा पुष्टि गरिएको छ। एकदमै दुःखलाग्दो घटना, जुन चाहिँ बस चाहिँ भने एउटा फेरि भनेको चाहिँ एउटा पानी जहाजमा चढेर एकतर्फबाट अर्कोतर्फ त्यो पानी जहाजमा बस चढाएर त्यो पारी लान्छ र त्यहाँबाट फेरि त्यो बस जाने गर्छ। त्यही क्रममा है त बस चाहिँ फेरि चढ्ने क्रममा त्यो जहाजमा चढ्ने क्रममा तल खस्दाखेरिमा 18 जनाको ज्यान गएको छ र बसमा 40 देखि 50 जना यात्रुहरू थियो भन्ने पनि भएको छ र एकदमै दुःखलाग्दो घटना छ र तपाईहरूले पनि उहाँहरूको लागि यसो प्रे गरिदिनु होला, उहाँहरूको आत्माले शान्ति पाउन् र उहाँहरूको घर परिवारलाई एउटा हौसला एउटा ऊर्जा दिउँ भन्ने है त।